हेलो साथीभाइयो, गुड इभिनिङ है। अन्त म चाहिँ ड्युटी सकेर घर जाँदैछु। ड्युटी भने के भनौँ भने अब गाउँको काम है। अन्त अहिले फिलहाल चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ हो, म चाहिँ यो आडुचाको के भन्नु अब कटिङै भनौँ होला है। किनभने बाजेले चाहिँ तपाईँको इस्कुसको झ्याङमा चाहिँ थाक्राको लागि गाड्नु भएको थिएछ है। अन्त यसले चाहिँ मजाले सर्नु भएछ नि त। अन्त 2-3वटा जस्तो फलेको पनि थियो। अन्त यसलाई चाहिँ लास्टमा उखाल्नु पर्ने थियो नि त। त्यही भएर चाहिँ आज मैले घर लिएर आएको छु है रोप्नुको लागि। हेर्नुहोस् त, म पछिबाट देख्छु नि। यो चाहिँ छ, निकै ठुलो नै छ। अब यसलाई रोप्छु, अर्को साल चाहिँ ठिकै हुन्छ होला, फल्छ होला है। अब सिधै भनौँ भने चाहिँ अब बाँदरले त खान्छ होला किनभने हाम्रोपट्टि बाँदर पुरा आउँछ हो। अझै बाँदरलाई लिस मिलाइदिएको जस्तो भइगयो नि त अर्को सालको लागि। अन्त यहाँ चाहिँ अहिले तपाईँको धेरै गरम छ है। त म चाहिँ घर जाँदैछु, अब यसलाई रोप्छु। यो आडुचा चाहिँ कस्तो टाइपको आयो आडुचा हो भने तपाईँको यो चाहिँ हरियोमा नै उस हुन्छ नि त, काँचो काँचो टाइपमा नै गुलियो हुने टाइपको क्या। अरू त छ हाम्रोमा, तर त्यो चाहिँ अलिक रेड कलरको टाइपको छ। तर त्यो चाहिँ जस्तै बोट पल्टेर चाहिँ अहिले सानो छ। अब हेरौँ अर्को साल कस्तो हुन्छ कि हुँदैन। अब हुन्छ कि हुँदैन म है अर्को साल फले पनि। तर अब हुन्छ साथीभाइयो, भेट्दै गरौँ सानोतिनो भिडियोमा। आजकल लङ भिडियो बनाउनु अलिकति टाइम लाग्छ नि है। गरम भयो।